मत्ती 5 को 6 पदको आधारमा त्यहाँ लेखिएको छ, धन्य हुन् धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, है त। सो धन्य हुन् धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, तिनीहरू तृप्त हुनेछन्। सबै व्यक्तिलाई म मेरो आत्मा अन्तिमको दिनमा खन्याउँछु भनेर परमेश्वरले बाल्टीबाट पानी ल्याएर खानेले पनि नखानेले पनि खाओस् भनेर फ्याँक्ने होइन। यहाँ एउटा कुरा के पाइन्छ भने त्यो व्यक्ति मात्रै फुलफिल हुने रहेछ, त्यो व्यक्तिको मात्रै के भन्छ डिजायरलाई उहाँले भरिदिनु हुने रहेछ, जो व्यक्ति चाहिँ भोकाएको छ र तिर्खाएको छ। हामी सबैलाई थाहा छ भोक के हुन्छ भन्ने कुरा, हामी सबैलाई थाहा छ तिर्खा के हुन्छ भन्ने कुरा। कुनै समय हामी पनि कुनै ठाउँमा काम गर्दै गरेको ठाउँमा या त कुनै पनि सिचुएसनमा हामी भोकाएका थियौँ होला, अनि हाम्रो एउटै मात्रै चाहना हुन्छ, भोकाएको मान्छेको एउटै मात्रै चाहना हुन्छ कि कसरी भात खाऊँ या त कसरी पानी खाऊँ। सो यो के हो त भोक र थर्स्टी, भोक र प्यास भन्ने कुरा चाहिँ, जबसम्म हाम्रो जीवनमा हामीलाई भोक लागिरहन्छ हामी खाना खाइ नै रहन्छौँ अनि त्यसले हाम्रो शरीरमा एनर्जी दिन्छ, ऊर्जा दिन्छ। तर यदि हामीले खाना खाएनौँ भने, एक दिन खाएनौँ, 2 दिन खाएनौँ, 3 दिन खाएनौँ, जब हामी खानालाई खानै छोड्छौँ हामी शरीरमा लुते भएर जान थाल्छौँ। अनि तपाईँले खाना नखाएको कारणले एक दिन तपाईँको मृत्यु हुन जान्छ। किनभने सिम्पल थियो, तपाईँले शरीरको लागि खाना लिनु पर्थ्यो। यस्तै रूपमा हाम्रो आत्मा र प्राण परमेश्वरले यस्तो तरिकाले बनाउनु भएको छ कि हाम्रो आत्मा र प्राणले स्वर्ग राज्यको कुरा जहिले पनि चाह गर्छ। तपाईँ मसँग एग्री हुनुहुन्छ यो कुरामा? जहिले पनि परमेश्वरको कुरालाई खोजी गर्छ हाम्रो प्राणले अनि हाम्रो आत्माले चाहिँ, तर हाम्रो शरीरले चाहिँ हामीलाई त्यो ठाउँमा जान दिँदैन। यसै कारण हाम्रो आत्मा चाहिँ भोको छ, प्यासी छ, तर हाम्रो शरीरले चाहिँ जित्न खोजिराखेको छ, होइन। जस्तै उदाहरणको लागि यहाँ चाहिँ हाम्रो जङ्क फुडहरू पाउँछ, जस्तै म्याकडोनल्डहरू भयो, बर्गर्सहरू भयो, होइन। अब जस्तै म यहाँबाट बाहिर निक्लेँ अनि बाहिर निक्लिसके पछाडि मैले भोक लाग्यो भने म खाना पकाइरहन जरुरी छैन कि घरमा, अनि गएर एउटा बर्गर मैक्सिकन खाँदा भइहाल्यो, होइन त, एकछिनको लागि भोक मेटाइहाल्यो। तर जुन भोक र प्यास मेरो शरीरलाई आवश्यकता थियो त्यो चाहिँ केही समयको लागि जङ्क फुडले त्यसले कभर गर्दैछ। तर याद गर्नुहोस् है, तर त्यसले पर्मिनेन्ट हामीलाई ऊर्जा दिएर हाम्रो अझै पनि के भन्छ एनर्जी दिएर हामीलाई काम गर्ने खालको चाहिँ बनाउँदैन। ढिलो छिटो त्यसले हाम्रो शरीरलाई असर गरिरहेको छ। आजको इसाईहरूको आवश्यकता चाहिँ परमेश्वरको राज्यको कुरा थियो, आजको इसाईहरूको आवश्यकता चाहिँ परमेश्वरको धार्मिकताको कुरा थियो। तर हाम्रा बिचमा यस्ता यस्ता जङ्क फुडहरू छन्, यस्ता यस्ता संसारका कुरा छन् जसले हामीलाई परमेश्वरको कुराभन्दा अरू नै कुराले जितिराखेको छ। प्रियहरू, म तपाईँलाई इन्करेज गर्न चाहन्छु, तपाईँलाई के कुराले समय लिइराखेको छ, तपाईँलाई के कुराले चाहिँ ज्यादाभन्दा ज्यादा डिजायर परमेश्वरको कुराभन्दा अरू के कुराले डिजायरमा भर्दैछ। जस्तै हेर्नुहोस् है, मान्छे आजको समयमा पैसाको पछाडि छ नम्बर 1मा, दोस्रोमा सक्सेसको पछाडि छ। म केही कुरालाई एचिभ गर्न चाहन्छु, है त, चाहिन्छ है फेरि त्यो कुरा। हाम्रो जीवनमा पैसा पनि चाहिन्छ, सक्सेस पनि चाहिन्छ, इन्टरटेनमेन्ट पनि लिनु होला, सम्बन्धका कुरा पनि लिनु होला, तर यो सबै कुरा भन्दा ज्यादा गरेर यो सबै कुरा टेम्पररी छ। हाम्रो जीवनमा आवश्यकता छ, हामी संसारमा भएको कारणले यो कुरा हामीलाई चाहिन्छ, तर यो भन्दा ज्यादा गरेर अनन्तको लागि तपाईँ र मैले चाहिँ परमेश्वरको राज्यको लागि भोकाउनु पर्नेछ। अझै अर्को तरिकाले भन्यो भने येशूको लागि अझै धेरै भोकाउन जरुरी छ, येशूको लागि अझै धेरै प्यासी हुन जरुरी छ। यस्तो प्यासी बनिदिउँ कि एउटा बोयफ्रेन्डले गर्लफ्रेन्डलाई जब पहिलो माया बस्छ नि, पहिलो माया बस्यो भने नहेरी चित्तै बुझ्दैन क्या, एउटै मात्रै चाह हुन्छ, एटलिस्ट आजको दिन हेर्न पाए पनि हुन्थ्यो, होइन। आजको दिन अब अहिले त फेस टाइमको जमाना छ, तर आजभन्दा धेरै वर्ष अगाडि लगभग 1 डेकेड अगाडि त त्यस्तो धेरै फेस टाइमको कुरा थिएन। अनि त्यतिखेर पनि मानिसहरूले के गर्थे भने फोन गर्थे क्या, आफ्नो गर्लफ्रेन्डलाई फोन गर्थे, बोल्थे। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ म कसरी उसँग टाइम बिताउँ अथवा कहिले गएर म उसलाई भेटौँ। प्रियहरू, जबसम्म हाम्रो हृदयमा यो डिजायर छ, तपाईँ र म सेफ जोनमा छौँ, तपाईँ र म राज्यको कुरालाई फोकस गर्छौँ, येशूको कुरालाई फोकस गर्छौँ। तर जुन दिन यो डिजायर हटेर जान्छ, यसलाई रिप्लेस गर्ने केही कुराहरू छन्, है त। तपाईँ र मलाई सेटिस्फाई गर्नका लागि संसारमा पैसाको कुरा छ, सक्सेसको कुरा छ, इन्टरटेनमेन्ट छ, सम्बन्धका कुराहरू छ र सांसारिक प्लेजरका कुराहरू छ, सांसारिक प्लेजरको कुराहरू छ। मानिसले यो कुरालाई सिफ्ट गर्दैछ, तर आवश्यकता चाहिँ एउटा कुरा थियो, अनि त्यो चाहिँ हो येशूलाई खोज्ने। आमेन। जो व्यक्तिले येशूलाई खोज्छ, जो व्यक्तिले येशूलाई पछ्याउँछ, उसको जीवनमा सक्सेस पनि सँगसँगै आउँछ।
येशूलाई पछ्याउने व्यक्तिहरू जहिले तैले कङ्गाल भएर हिँड्दैनन्। येशूलाई पछ्याउने व्यक्तिहरू जहिले तैले उनीहरूको जीवनमा एकदमै धेरै के भन्छ रोगले एकदमै धेरै उनीहरूको जीवनमा अभावले मात्रै भएर जाँदैनन्। तर परमेश्वरले उसको लागि एउटा मौका राखिदिनु भएको छ अनि त्यो मौकाले चाहिँ उसको जीवनमा चाहिएका सबै कुराहरू थपिन्छन्। किनभने 6:33 मत्तीले के भन्छ भने पहिला उहाँको राज्य र धार्मिकता, यो दुईटा कुरा हेर्नुहोस् है त। यहाँ पनि दुईटा कुरा भने अघि मैले कि भोको र प्यासी, मान्छे भोको र प्यासी भन्ने दुईटा शब्द हो, यो एउटै शब्द होइन। तपाईँलाई प्यास लागेको छ भने फेरि भात खानु हुँदैन नि त होइन। तपाईँलाई कस्तो धेरै प्यास लागेको छ, तपाईँले भात खानु हुँदैन डेफिनेटली। फेरि भोक लागेको छ भन्दैमा तपाईँले पानी मात्रै खाएर टार्ने कुरा आउँदैन। यहाँ दुईटा कुरा लेखिएको छ, मत्ती 6:33 पदमा दुईटा कुरा लेखिएको छ। एउटा चाहिँ उहाँको धार्मिकता र अर्को चाहिँ उहाँको राज्यको कुरा लेखिएको छ। हाम्रो जीवनमा जहिले पनि यसरी दुईटा शब्द मिलेर आयो भने चाहिँ दुईटा शब्द चाहिँ टुगेदरै जानुपर्ने हुन्छ, एउटा शब्दले मात्रै हामीलाई फुलफिल गर्दैन। जब आज हाम्रो हृदयबाट चाहिँ त्यो डिजायरहरू बढ्न थाल्छ, प्रभु म तपाईँलाई कहिले भेटौँ, प्रभु म तपाईँलाई कहिले भेटौँ, यो डिजायरले चाहिँ हामीलाई ऊर्जा दिन्छ, हामीलाई अझै धेरै येशूसँग नजिक हुन सहायता पुग्छ। यस, हाम्रो जीवनमा सिजनहरू चेन्ज हुन्छन्, हाम्रो जीवनमा हामीले नसोचेको कुराहरू हाम्रो जीवनमा भइपठाउँछ। या त कुनै समय मैले यो योजना बनाएको थिइनँ, यो कुराको मैले के भन्छ ड्रिमै गरेको थिइनँ, तर यो कुरा हाम्रो बिचमा हुन आयो। यस, डेफिनेटली त्यो कुरालाई तपाईँले लिन सक्नुहुन्छ। तर एउटा कुरा चाहिँ यी सबैमा जान जरुरी छ र एउटै ब्यालेन्समा जान जरुरी छ, त्यो चाहिँ हो येशू प्रतिको डिजायर। आमेन। अनि म बाँचेको या त भनौँ आजसम्म म परमेश्वरको राज्यमा यसरी हिँडेको एउटै मात्रै कारण हो त्यो डिजायर। यस, कुनै कुनै दिन मेरो लागि पनि प्रार्थना गर्न मन नलाग्ने दिनहरू पनि थिए, कुनै कुनै दिन मेरो लागि बाइबल नखोल्ने दिनहरू पनि थिए। म चाहिँ तपाईँहरूको बिचमा एकदम के भन्छ त्यो रोमन क्याथोलिकको पादरी जस्तो पुरा एकदम जहिले तहिले आत्मिक भएर मात्रै आएको व्यक्ति होइन। यस, अप एन्ड डाउन मेरो जीवनमा पनि भएको छ। मेरो जीवनमा पनि यस्तो लाग्थ्यो कि कतै मैले ढिलो त गर्दै छैन कुनै कुरालाई गर्नका लागि, काम गर्नका लागि, या त भविष्यको लागि कुनै सक्सेसलाई जोइन गर्नका लागि। तर एउटा कुराले चाहिँ मलाई बारम्बार किक गरिरहन्छ भित्रबाट, तैँले केही गर्नै पर्छ। यस, म गर्न चाहदिनँ मेरो इच्छाले, तर परमेश्वरले भन्नुहुन्छ तैँले गर। अनि यो चाहिँ हो मेरो येशू प्रतिको मेरो डिजायर। आमेन। म अझै भोको छु, मलाई कुनै पनि कुराले यो संसारमा सेटिस्फाई गर्न नसकेको त्यो प्यास र भोको चाहिँ येशूले मात्रै मेटाउनुहुन्छ। आमेन। यस, मैले कमाउला पैसा, म हप्ताभरि काम गरेँ भने पैसा कमाउला, तर जुन सङ्गतिमा आज तपाईँहरूको बिचमा म छु नि, यो सङ्गतिलाई चाहिँ मैले हप्ताभरि कमाएको पैसाले कभर गर्न सक्दैन, त्यसलाई चाहिँ भन्छ सेटिस्फ्याक्सन। आमेन। भजन सङ्ग्रह साम 42:1 र 2 ले यसरी भन्छ, भजन सङ्ग्रह 42:1 र 2 पदमा, जसरी हरिणले पानीको तृष्णा गर्छ, हे परम प्रभु मेरो प्राणले तपाईँको तृष्णा गर्दछ। एउटा व्यक्तिको दैनिकी प्रार्थना, एउटा व्यक्तिको दैनिकी डिजायर, जब उसले बिहान उठ्छ या त बेलुका सुत्न जानभन्दा अगाडि उसले जब भन्न थाल्छ नि, हे प्रभु मेरो एउटै मात्रै डिजायर छ कि हरिणले पानीको तृष्णालाई गरे जस्तै, हरिणले पानीको चाहलाई गरे जस्तै मेरो प्राणले तपाईँको खोजी गर्छ। म ग्यारेन्टी दिन्छु यस्तो भन्ने मान्छे साधारण विश्वासी चाहिँ हुँदैन। यदि तपाईँ र मेरो प्रार्थनाहरूमा हामीले भन्न थाल्छौँ, लोर्ड मेरो एउटै मात्रै डिजायर छ, मेरो एउटै मात्रै कुरा छ, मेरो एउटै मात्रै चाहना छ, अनि त्यो चाहिँ हो तपाईँको खोजी गर्ने। प्रियहरू, भजन सङ्ग्रहका लेखक यति साह्रो डिपली यो कुरालाई लेख्नुहुन्छ कि एउटा हरिणले जसरी पानीको तृष्णा गर्छ होइन, जङ्गलको बिचमा ऊ चर्दै थियो होला, हरियो हरियो घाँसहरू भेट्टायो होला, तर उसलाई प्यास लागेको छ। अनि प्यास लागिसके पछाडि उसले सेन्स गर्दैछ जङ्गलको बिचमा एउटा कुहा छ, मैले त्यो कुहामा गएर पानी खानै पर्छ। तपाईँलाई लाग्छ जङ्गलमा चाहिँ टुई टुई गएर पानी खाएर आइहाल्ने जस्तो होला, तर होइन। एउटा हरिणले पोखरीसम्म जानका लागि भयङ्कर ठुलो ठुलो च्यालेन्जलाई सहनु पर्ने हुन्छ, किनभने उसले त्यो यात्रा जुन बनाउँदैछ नि, त्यहाँदेखि पोखरीसम्मको या त त्यहाँदेखि त्यो खोलासम्मको त्यो यात्रामा उसको मृत्यु पनि हुनसक्छ। त्यो यात्रामा उसलाई के भन्छ डिस्करेज पनि हुनसक्छ, फ्रस्ट्रेसन पनि आउन सक्छ कि म नखानु पर्यो, त्यो त धेरै टाढा छ, त्यहाँ बिचमा भागबालु छन् होला, कायोडिजहरू छन् होला होइन, स्यालहरू छन् होला, म नखानु पर्यो भनेर उसको निर्णयहरू पनि हुनसक्छ।
तर तपाईँलाई थाहा छ उसको चाहना भनेको चाहिँ, उसको डिजायर भनेको चाहिँ नि यी बिचमा आउने कुनै पनि कुराले रोक्दैन, किनभने एउटै मात्रै चाहना, म खोलामा जान्छु र म प्यासलाई मेटाउँछु। प्रियहरू, जब तपाईँ र म जब प्रभुलाई खोज्ने व्यक्तिहरूले यसरी भन्न थाल्छौँ, प्रभु मेरो एउटै मात्रै डिजायर छ, दुईटा छैन, तीनटा छैन, म घर बनाउनलाई, ठुला ठुला कुरा बनाउनलाई पनि यहाँ छैन, तर मेरो एउटै डिजायर छ कि मेरो प्राणले तपाईँको खोजी गर्दछ। आमेन। मेरो प्राणले तपाईँको खोजी गर्दछ। प्रियहरू, जब यो व्यक्तिले यसरी भन्न थाल्छ नि, उसको जीवनमा उसले एलाउ गर्छ पवित्र आत्मालाई, प्रभु काम गर्नुहोस्। मैले अस्ति लास्ट टाइम पनि नेपालमा पनि यो कुरालाई धेरै भने गरेँ, अनि आज पनि म दोहोऱ्याउँदैछु कि भजन सङ्ग्रह 139 को 23 र 24 मा पढ्नुभयो भने इङ्ग्लिसमा यसरी लेखिएको छ, सर्च मी ओ गॉड भनेर लेखिएको छ, मलाई परख गर्नुहोस्, होइन, म भित्र खोज्नुहोस्, म भित्र कुनै कमी छन् कि भन्न खोजेको, म भित्र कुनै कमी छन् कि खोज्नुहोस्। जब तपाईँले पवित्र आत्मालाई एलाउ गर्नुहुन्छ, उहाँले तपाईँको जीवनमा फेरि पनि बाटोहरू खोलिदिनुहुन्छ, उहाँले तपाईँको जीवनमा फेरि पनि तपाईँको डिजायरहरूलाई पुरा गर्नका लागि वेहरू, बाटोहरू बनाइदिनुहुन्छ। प्रियहरू, आज हामीले जान्न जरुरी छ के कुराले तपाईँलाई भोक लाग्दैछ, के कुराले प्यास लाग्दैछ, र त्यसलाई मेटाउनका लागि चाहिँ के कुरालाई एप्लाई गर्दै हुनुहुन्छ। यस, वचनले भन्दैछ तैँले अझै धेरै मेरो खोजी गर्नुपर्छ, वचनले भन्दैछ अझै धेरै तैँले डिजायर राख्नुपर्छ, तेरो चाहना राख्नुपर्छ। तर त्यो चाहनालाई मेटाउने यी संसारमा यति धेरै कुराहरू छन्, त्यसको नाम लिन थाल्यो भने अहिले एउटा सेसनै सबै जान्छ। प्रियहरू, अहिलेको एउटा डिसिप भन्ने हुन्छ नि, तपाईँको यो संसारमा यति धेरै प्रलोभनहरू छ, यति धेरै लोभहरू छ, तपाईँको समय खानका लागि यति धेरै एपहरू छन्। यी सबै कुरालाई यदि हाम्रो जीवनमा ब्यालेन्स नलिने हो भने चाहिँ हामी एक दिन परमेश्वरको कुराभन्दा संसारको कुरामा लागि पठाउँछौँ। पहिलो नम्बरमा नि, जब तपाईँ र मेरो डिजायर प्रार्थना गर्ने कुरादेखि बाहिरिन थाल्छ, स्पिरिचुअल हङ्गरनेस भन्ने कुरालाई म बताउँदैछु त। के हो त यो स्पिरिचुअल हङ्गरनेस? के हो त यो आत्मिक भोक? आत्मिक भोक भनिराखेका छौँ। अघि मत्तीको पुस्तकमा हामीले पढ्यौँ पनि कि धन्य हुन् धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। अघि हामीले पढ्यौँ। सो के हो त यो भन्दाखेरि चाहिँ डिजायर टु प्रे, प्रार्थना गर्ने त्यो हृदय हाम्रो भित्रबाट आउन थाल्छ। जो व्यक्ति भोकाएको छ नि, त्यो व्यक्तिले मात्रै डिजायर राख्छ। दोस्रोमा आराधना गर्ने कुरा, होइन, आराधना अहिले त हाम्रो आराधना त चर्चतिर मात्रै भएको छ नि त। तर जो व्यक्ति परमेश्वरको राज्यप्रति भोको छ, प्यासी छ, उसको लागि आराधना चाहिँ दैनिकी रुटिन हुन्छ, उसको लागि आराधना चाहिँ डेली बेसिसका कुराहरू हुन्छन्, उसको लागि परमेश्वरको वचनमा गाडिने कुराहरू, जरा गाडिने कुराहरू छ। अझै धेरै पवित्रतामा जीवन जिउने, जस्तो म पवित्र छु तिमीहरू पनि के हो, पवित्र हो, पवित्रतामा जीवन जिउने उसको चाहना हुन्छ। एउटा व्यक्ति जसले परमेश्वरको राज्यप्रति भोकाएको छ, जो परमेश्वरको राज्यप्रति प्यासी छ, एउटा व्यक्ति, उसको चाहना भनेको चाहिँ परमेश्वरको नजिक हुने हुन्छ। हालेलुया। हेर्नु त, जब हामी राइट ट्र्याकमा हुन्छौँ, यी कुराहरूले हाम्रो जीवनमा बुस्ट गरिरहेको हुन्छ। ओके छोरा, इट्स टाइम टु प्रे। ओके छोरा, इट्स टाइम टु वर्शिप। ओके छोरी, इट्स टाइम टु रिड द वर्ड अफ गड। परमेश्वरको वचनलाई बुझ्ने, हेर्ने समय भइसक्यो, मेडिटेट गर्ने समय भइसक्यो। पवित्र आत्माले के गर्नुहुन्छ? पुस गर्नुहुन्छ। पवित्र आत्माले हामीलाई लडाउने, पुरा कमाउने, शैतान खेदाउने मात्रै बनाउने होइन क्या। यो हाम्रो नेपाली समाजमा कस्तो गलत छाप गएछ क्या। पवित्र आत्मा भन्ने बित्तिकै चाहिँ हामी तातो हुने, एकदम कराउने, लड्ने गरिहाल्छौँ क्या। तर पवित्र आत्माको काम भनेको चाहिँ हामीलाई यीशु जस्तै बनाउने। आमेन। हामीलाई बुस्ट गर्नुहुन्छ। ओके, टुडे इज द डे। बिहान उठेदेखि बेलुकासम्म के गर्ने? टुडे इज द डे द्याट लर्ड इज डुइङ टु समथिङ। परमेश्वरले केही गर्न चाहनुहुन्छ। हाम्रो डिजायरहरूमा जब उहाँको कुराहरूले हामी भर्न थाल्छौँ, पवित्र आत्माले त्यही कुरालाई बुस्ट गर्नुहुन्छ। तपाईँ र मेरो अगाडि आउने च्यालेन्जेसहरूलाई, तपाईँ र मेरो अगाडि आउने परीक्षाहरूलाई चाहिँ उहाँले विजय हुन सहायता गर्नुहुन्छ। त्यो व्यक्तिलाई, जो व्यक्ति भोकाएको छ, जो व्यक्ति प्यास भएको छ। अघि मैले तपाईँलाई भने नि, यहाँ एकजना सामरी स्त्री छन्, योहन्नाको पुस्तक 4 को 13 देखि 14, जोन 4:13-14। यहाँ ऊ आफै पानी लिन आएकी थिइन्, तर येशूले उसलाई यस्तो कन्भर्सेसनमा डाइभर्ट गरिदिनु भएको छ कि अब तिमी पानी लिने होइन, तिमीले चिनेको भए जीवनको पानी चाहिँ यहाँ छ। हालेलुया।
अब तिमी आफै पानी खोजी खोजी ठाउँ ठाउँमा जाने होइन, तर जीवनको पानी चाहिँ यहाँ छ। तिमीले बुझेको भए जीवनको पानी चाहिँ, जीवनको पानीको मोल नै यहाँ छ। यहाँ हेर्नुहोस् है, यहाँ एउटा कुरालाई मैले के नोटिस गरेँ भने जुन सेटिस्फ्याक्सन छ हाम्रो जीवनमा, यसलाई संसारले कहिले पनि पुरा गर्न सक्दैन। आज तपाईँ र मेरो अगाडि सेलफोनमा यति धेरै एपहरू छन् कि तपाईँ र मेरो समयलाई इउँ खाइदिन सक्छन्। सुरुवात गरेको त 5 मिनट जस्तो लाग्छ, तर भरे त्यसको टाइम हेर्दै जाँदा आवर एन्ड हाफ, 2 घन्टा 3 घन्टा गएको थाहा हुँदैन। किनभने यी कुराहरूले चाहिँ हाम्रो टेम्पररी हाम्रो कुराहरूलाई के भन्छ फुलफिल गर्दैछ नि त। तर सेटिस्फ्याक्सन चाहिँ येशूले मात्रै दिनुहुन्छ। यहाँ सामरी स्त्रीलाई उहाँले भन्दै हुनुहुन्छ, जसले जीवनको पानी खान्छ ऊ चाहिँ फेरि पनि तिर्खाउने छैन। यो चाहिँ मेन सिक्रेट पोइन्ट छ। यदि तपाईँ र मैले त्यो पानीको टेस्ट पाएका छौँ भने हाम्रो जीवनमा, यस मैले मेरो येशूलाई चाखेको छु, उहाँ साह्रै नै मिठो हुनुहुन्छ। वचनले यसरी भन्छ कि उहाँ महभन्दा मिठो हुनुहुन्छ। आमेन। अनि त्यो महभन्दा मिठो येशूलाई त्यसको रिप्लेस गर्नलाई कुनै पनि कुराले मलाई सेटिस्फाई दिँदैन। अनि यो स्त्रीले यो कुरालाई पछि गएर बुझेकी छे। तपाईँ र मेरो जीवनमा पनि जब हामीले बुझ्न थाल्छौँ कि अब हामी आफै जीवनको पानीलाई क्यारी गर्ने मान्छेहरू हौँ, अब फेरि हामी तिर्खाउन पर्ने छैन, अब फेरि हामी भोकाउनु पर्ने छैन। यसको मतलब डिजायर नराख्नु भनेको होइन है त, तर तपाईँ र म पहिला आफै भरिने, अनि भरिसके पछाडि हामी अरूको लागि आशिषको कारण बन्ने। आमेन। हामी अरूको लागि आशिषको कारण बन्ने, अरूको लागि त्यो प्यास र भोक मेटाउने कारण बन्ने। किनभने संसारिक प्लेजर क्षणिक भरमा हराएर जान्छ। पैसा हाम्रो बीचबाट हराएर जान्छ। पैसा चाहिँ यस्तो कुरा अरे, नेपालीमा पनि लेखिएको छ नि, हातको मैला सुनको थैला के गर्नु धनले भन्ने एउटा कविता थियो होइन त। यो कविता लेखकले यहाँ पैसाको विषयमा यस्तो भन्नुहुन्छ कि हातमा आएको छ, एकैछिनमा कतिखेर जान्छ थाहा नै छैन। अहिले मसँग गोजीमा पैसा छ होला, तर म ठ्याक्क बिरामी भएँ या त कुनै पनि कुरामा चाह भयो, त्यो पैसा सकिएर जान्छ होइन त। हाम्रो फेमहरू, हाम्रो कोही बेला टाइटलहरू बढेर जान्छ क्या, हाम्रो नामहरू बढेर जान्छ, हामीलाई मान्छेले वाउती रूपमा चिन्न थाल्छन्। यो फेम पनि टेम्पररी छ। यो फेमको पछाडि जिउनेहरू एक दिन नष्ट भएर जान्छन् होइन। तपाईँ र मेरो प्लेजरहरू, संसारमा भएका प्लेजरहरू पनि एक दिन फेड भएर एक दिन हराएर जान्छन् होइन। हामीलाई मानिसहरूले जतिले साथ दिन्छु भन्दैछ, जतिले माया गर्छु भन्दैछ, यी व्यक्तिहरू पनि परिवर्तन हुन्छन्। तर एउटै मात्रै कुरा चाहिँ हाम्रो जीवनमा जहिले पनि सेम हुने चाहिँ के रहेछ भने हिब्रू 13:8 पद अनुसार येशू ख्रीष्ट हिजो, आज र सदा सर्वदा कहिले बदलिनुहुन्न। भनेपछि तपाईँ के कुराको लागि भोकाउनु भएको छ यसले फरक पार्छ। यदि येशूको लागि भोकाउनु भएको छ भने येशू आफैले तपाईँलाई भर्दै हुनुहुन्छ। भर्नु मात्रै हुँदैन, उहाँ कहिले बदलिनुहुन्न, उहाँ मानिस होइन, यसै कारण उहाँ कहिले बदलिनुहुन्न, उहाँ सधैँ एकै समानको परमेश्वर हुनुहुन्छ। यसै कारण हाम्रो जीवनमा सबैभन्दा फर्स्ट प्रायोरिटीमा येशूलाई राखौँ, अथवा हाम्रो जीवनमा सबैभन्दा हाम्रो भोक र प्यासलाई मेटाउने चाहिँ येशू मात्रै हुनुहुन्छ भन्ने कुरालाई जब हामीले राख्न थाल्छौँ, हाम्रो जीवनमा अचम्मको आशिषलाई हामीले महसुस गर्नेछौँ। त्यो व्यक्तिले चाहिँ गोजीमा पैसा नहुँदै गर्दा पनि यसो भन्न सक्छ कि हाम्रो प्रभु जुटाउनेवाला परमेश्वर हुनुहुन्छ। आमेन। जो व्यक्ति धार्मिकताको लागि खोजी गरेर हिँड्छ नि, जो व्यक्ति परमेश्वरको के भन्छ येशूको खोजी गरेर हिँड्छ, उसको मुखमा चाहिँ एउटा अचम्मको कुरा के हुँदो रहेछ भने उसको जीवनमा पैसाको कमी छ, तर उसले के भन्दैछ, हाम्रो प्रभु जुटाउनेवाला प्रभु हुनुहुन्छ। उसको स्वास्थ्यमा कोही बेला अप एन्ड डाउन हुन्छ, उसले प्रार्थना गर्यो उत्तर आएको छैन, तर उसको स्वास्थ्यमा उसको बिराम अप एन्ड डाउन हुन्छ, तर उसले जहिले पनि मुखमा के भन्दो रहेछ भने हाम्रो परमेश्वर निको पार्ने परमेश्वर हुनुहुन्छ। आमेन। अनि म यहाँहरू सबैलाई इन्करेज गर्छु, हामीले आज हाम्रो बिचमा येशूले आएर हामीलाई सोध्नु भयो भने तिमी के कुराको चाह गर्दैछौ भनेर सोध्नु भने तपाईँ र मेरो एन्सर के हुन्छ? हो प्रभु, तपाईँको राज्यमा म काम त गर्न चाहन्छु, तर मलाई यो कुरा पनि मन पर्दैछ, त्यो कुरा पनि मन पर्दैछ। तपाईँको एन्सर के हुन्छ? एकचोटि आफैले हामी हृदयमा यो प्रश्नलाई उठाउँ कि हाम्रो स्पिरिचुअल हङ्गर छ, स्पिरिचुअल के भन्छ थर्स्टिनेस छ, भोक र प्यासी छ, यो कुरालाई चाहिँ केले चाहिँ फुलफिल गर्न सक्छ? अनि म तपाईँलाई बताउँ, यो चाहिँ येशूले मात्रै गर्न सक्नुहुन्छ। येशूले मात्रै गर्न सक्नुहुन्छ। यशायाको पुस्तक 55:1 पदमा लेखिएको छ, हे सबै तिर्खाउने हो आओ,
पानी लिएर आओ, अनि तिमीहरू रुपैयाँ नहुने पनि आओ र किनेर खाओ। आओ बिना पैसा र बिना दाम दाखमध्य र दूध किन। हालेलुया। यहाँ एउटा प्रोफेटिक वर्ड के लेखिएको छ भने पैसा भएका पनि आओ, नभएका पनि आओ। आओ पहिला चाहिँ किनारको छेउमा आओ, पानी लिएर आओ। फर्स्ट चाहिँ के गर्नु पर्यो भने हामी आफै परमेश्वरको उपस्थितिमा जानु पर्यो। अनि उपस्थितिमा गइसके पछाडि त्यहाँ चाहिँ पैसाले छुटाउँदैन त्यो उपस्थितिलाई। को धनी छ को गरिब छ भनेर छुटाउँदैन, तर एउटा कुराले चाहिँ छुटाउँदो रहेछ, जो व्यक्तिको डिजायर ज्यादा छ अथवा जो व्यक्तिको तिर्खा ज्यादा छ त्यो व्यक्तिलाई परमेश्वरले ज्यादै गरेर भर्नुहुन्छ। त्यही भएर हामी कोही कोही बेला चर्चमा क्या सङ्गति गर्दै गर्दा आराधना गर्दै गर्दा यसो तपाईँले आँखा खोलेर हेर्नुभयो भने कोही मान्छे हाई काडिरहेको हुन्छ, फेरि त्यही चर्चमा कोही व्यक्ति कस्तो आत्मिक हुन्छ नि। त्यो चाहिँ के भएको भने एउटा व्यक्तिको डिजायर ज्यादा छ, एउटा व्यक्तिको प्यास ज्यादा छ, अर्को व्यक्तिको प्यास कम्ती छ। तर यहाँ वचनले के भन्छ भने सबै खालको व्यक्ति आओ। पहिला चाहिँ उहाँको पानी लिएर आओ, पानी लिएर यसको मतलब उहाँको उपस्थितिमा आओ। त्यस पछाडि चाहिँ के गर, त्यस पछाडि चाहिँ तिमीले त्यहाँभित्र पानी पाउनेछौ। भजन सङ्ग्रह 27 को 4 पद वान अफ द बेस्ट र फेभरेट वर्स होइन। एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो र मैले रोजेको पनि यही हो कि जीवनभरि म परमप्रभुलाई अथवा जीवनभरि म उहाँलाई खोजिरहन पाऊँ, उहाँको मन्दिरमा उहाँसँगै रहन पाऊँ, उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ। दाउदले यहाँ भन्न खोजेको कुरा चाहिँ के हो भने म भोको छु, म प्यासी छु, मेरो एउटै मात्रै चाहना छ, मेरो एउटै मात्रै चाहना छ। अनि त्यो चाहिँ के हो भने म तपाईँको सुन्दरतालाई हेरिरहन पाऊँ। कस्तो अद्भुत परमेश्वर हुनुहुन्छ। दाउदले परमेश्वरलाई यति नजिकबाट चिने, यति नजिकबाट चिने कि उसले भन्दैछन् कि मलाई यो मेरो डिजायरलाई एउटै मात्रै कुराले सेटिस्फाई दिन सक्छ, त्यो चाहिँ हो तपाईँको उपस्थिति। मसँग धन छ, मसँग पैसा छ, मसँग सेना छ, मसँग राज्यका सबैभन्दा बेस्ट मसँग मन्त्रीहरू छन्, तर एउटै मात्रै कुरा म माग्छु प्रभु तपाईँलाई, म तपाईँको उपस्थितिमा रहिरहन पाऊँ। हाम्रो पनि एउटै मात्रै चाहना बनोस्। इट्स नट एबाउट द गिफ्ट। तपाईँको डिजायर राख्न राम्रो कुरा हो वरदानको लागि, तपाईँले भित्रबाट उत्कट इच्छा गर्न राम्रो कुरा हो, बट गिफ्ट इज नट फर्स्ट प्रायोरिटी। वरदान कहिले पनि पहिलो प्राथमिकता बन्न हुँदैन तपाईँ र मेरो। तपाईँ र मलाई मनपर्छ होला पुलपिटमा गएर प्रचार गर्नलाई, मनपर्छ होला तपाईँ र मलाई पनि मानिसहरूको बिचमा गएर केही गर्नलाई, बट द्याट इज नट योर फर्स्ट प्रायोरिटी। पहिलो प्राथमिकता भनेको चाहिँ म एउटै कुरा चाहन्छु प्रभु, म तपाईँको मुहारलाई खोजी गर्छु। आमेन। जब तपाईँले भन्न थाल्नुहुन्छ प्रभुले आफै तपाईँलाई उचाल्न थाल्नुहुन्छ। यूहन्नाले जस्तो प्रभु म घट्न जरुरी छ, म घट्न जरुरी छ, तपाईँ बढ्न जरुरी छ, प्रभुले तपाईँलाई उचाल्न थाल्नुहुन्छ। हालेलुया। प्रभुले यहाँहरूलाई आशिष दिनुभएको छ।